हेलो गाइज, स्वागत छ सबैलाई फेरि पनि हाम्रो नयाँ भिडियोमा आज। सो आज चाहिँ पहिलोचोटि नै हामी एना र मैले स्वागत गर्दैछौँ है। हेलो सबैलाई वेलकम भनिदेऊ। अनि आज हामी जाँदैछौँ आशिखागा फ्लावर पार्क। यो हाम्रो पहिलादेखिकै एकदम बकेट लिस्टमा भएको ठाउँ हो। सो फाइनल्ली एनालाई हामीसँग जान जुरेको रहेछ भनौँ, अनि मयमलाई पनि सँगै जुरेको रहेछ। सो आज हामी आशिखागा जाँदैछौँ है त। सो आजको हाम्रो राइड रहेको छ यो टोयोटा नोआ है। अनि हाम्रो फर्स्ट सिटमा चाहिँ बुवा स्वागत छ आजको भिडियोमा पनि तपाईँलाई है। ओके एकदम रमाइलो, आजको रमाइलो घुम्नु हिँडेको हामी। ओके, सो यता सेकेन्ड रोमा चाहिँ यहाँ छ हाम्रो दिपी छ, अनि उहाँ एनाको ठाउँ हो। तर एना चाहिँ यहाँ मसँग छ आज वेलकममा। अनि यहाँ मम्मी बस्नु भएको थियो, मम्मी उहाँ हुन्छ। मम्मी स्वागत छ आज तपाईँलाई। धन्यवाद। सो हामी 10 बजी जाने भनेको थियौँ, 12 बज्यो ठ्याक्कै। बहिनी यहाँ म राम्ररी भएछ सोल्टी लिनु त आकी पोखरा गएकै छैन कि, पोखरा जाउँला घुम्नु भनेको एकचोटि 1200 जस्तो लाग्नु पर्छ त है। अब जानु सो गाइज, हामी चाहिँ फाइनल्ली सबैजना बसिसकेको छ। आज धेरै बजे सोल्टी ब्लग। अब हामी यहाँबाट जानेछौँ है त। सो बाटोमा आउँदै हामी अब तोरीबारी गाउँबारी हेर्दै हेर्दै उखाल्दैन होला कि। तानुकीको मन्दिरमा जानेछौँ। त्यहाँ तानुकीको मूर्तिहरू धेरै छ अरे, अहिले त्यहीँ गएर देखाउँछु म तपाईँहरूलाई है। त्यहाँबाट बल्ल हामी नेक्स्ट चाहिँ अनि आशिखागा जाने। सो हाम्रो क्विक ब्रेक सिद्धियो, हल्का खारागे खाइयो, हल्का रिफ्रेस भयो सबैजना। अब फेरि हाम्रो यात्रा सुरु हुनेछ। सो गाइज, हाम्रो फर्स्ट स्टप आइसकेको छौँ। यहाँनिर राम्रो छ, यहाँनिर इन्भाइरोमेन्ट होइन। आज पानी पर्ला बेला जस्तो शीतल। हाम्रो फर्स्ट स्टप चाहिँ हाम्रो तानुकी भने के अरे सोल्टी? पोखरको जस्तो रकुन कुन। सो सोल्टीलाई अफिसियल वेलकम गरेँ आजको भ्लगमा। हाई अघिसम्म वेलकम। हाई एनाचाङ। हामी लागिन्छौँ यतातिर ल। सो यो चाहिँ तानुकी, हाम्रो फर्स्ट स्टप यो हो। तानुकी छ यहाँनिर। एना तानुकी अरे। सो यहाँ चाहिँ तानुकीहरू चाहिँ यो सबै आफ्नो यहाँ उसमा छ, यहाँ सक्नुहुन्छ तपाईँले। सो एना चाहिँ आज ठुलो बुवासँग सोल्टी अब यता मम्मी यता दर्शन गर्न आउनु। प्रार्थना गरिसकेका छौँ यहाँ आएर, सबैको लागि प्रार्थना पनि गरिदिएको पनि छौँ है। थ्याङ्क यू सो मच। अब हामी एकछिन यसो फोटोसोटो खिचेर अनि यहाँबाट हामी हल्का खाजा खाएर अनि जानेछौँ हाम्रो फाइनल डेस्टिनेसन है। सो गाइज, हाम्रो यहाँ क्विक अलिकति हामी यो बाटोमै परेको भएर चाहिँ आशिखागा फ्लावर पार्कको बाटोमा यो भएको भएर चाहिँ एकछिन प्लस आएको बेला छिरिदिउँ न त, एउटा नयाँ ठाउँ पनि हेरिन्छ भनेर चाहिँ आएको। राम्रो लाग्यो, अलिक पुरानो भइसकेको रहेछ यहाँ ठाउँहरू चाहिँ। जिन मिता को तो नाई मोनो तो कहीं पारी मस नहीं। ओकाशी तो का देश ने। मामा इराना। जय माता। सो हामी चाहिँ अलिक पर गएर त्यहाँ खाने प्लान भयो। यहाँ चाहिँ अलि राम्रो सिन पनि रहेछ। यहाँ सिफ्ट तानुकी मात्रै रहेछ है, यहाँबाट हामी जाने रहेछौँ। सो गाइज, अहिले हामी चाहिँ यहाँ हाम्रो पर्फेक्ट स्पट भेट्यो होइन बहिनी? एनाको खानामा त्यो मिसाइदिनु न।
बोजू चाहिँ बोजूकै धन्दा गरिराख्नु भएको छ यहाँ धेरै पानी हाल्ने अब हामीले मात्रै खाएर भएन उ त्यसलाई पनि खुवाउनु पर्यो होइन त्यो भएको भयो सो अब चटपटी पनि रेडी भइसक्यो रियाक्सन खुर्सानी चपाको रियाक्सन के दिनु ल पैसी रेडी भएर नि आधी खाइसक्यो नि अब बुवाले पनि खाइसक्नु लाने सुन्नु भएछ है बहिनीको रियाक्सन दामी अन्डा उयो चाहिँ बिचरा बोजू नातिनीलाई मात्रै माग्ने लाग्छ उता टाढो राख्दैछ कस्तो छ सो गाइस खाइयो पियो होइन सोल्डी अब टन्न भइयो अब हाम्रो फाइनल डेस्टिनेसन आशिकाका फ्लावर पार्कसम्म हामी चाहिँ यहाँबाट लाग्दैछौँ सन्तुष्टिको फेस देख्न सकिन्छ यहाँ टन्नै खाएर होइन सो बाटोमा हामी यहाँ निस्केपछि गाउँबारीहरू देखेँ टन्नै गाउँ पाकेको छ यता हरिहरै छ नयाँ एक्सपिरियन्स बुवाहरूलाई फ्लावर पार्कमा आइपुग्यौँ पार्किङ लटमा छ अब एकछिनमा चाहिँ टिकट लिन जाँदैछौँ टिकट चाहिँ यता लाइन ただいまの時間帯は1日券のチケットを販売入園される方は17時30分までお待ちください。オンラインで買った場合もどっちでも同じですか？まだ買ってないけど、なんか調べてたんですね。晚间点灯的门票销售将于17点30分开始。如果您希望入园观赏亮灯，请等到17点30分。なるほどね。分かった。そういうことね。अहिले भएको छ 5:11 है गाइस 5:11 भएको छ योरुको लाइट अप हाम्रो मेन टार्गेट हो होइन अब अहिले 7 बजेसम्म उज्यालो भएको भएन दिउँसोको पनि हेर्न पाइन्छ होइन रातिको प्लस गरेर चाहिँ होइन प्लस अल्फाले हेरौँ न त भन्दा चाहिँ हो सो हामीले टिकट चाहिँ हामी यहीँ अनलाइनबाटै किन्ने विचार भयो अनलाइनबाट चाहिँ सस्तो पर्ने रहेछ सो अब हामी चाहिँ छिर्नु लागेको छौँ के भनेको त तिम्रो पहिले लेखाउनु मन लागेको ठाउँ होइन सो हामी चाहिँ यहाँ स्क्यान गरेर यहाँबाट चाहिँ इन्ट्री भित्र हुने छौँ दाइज का अरे त दाइमास आइसक्रिम त बन्द भएछ बेबी मान्छेले खाने आइसक्रिम बन्द भएछ सो दुईजना यहाँ जाडोले कुकुरुक्क परेछ आइसक्रिम खान नपाएको झोकमा छन् अनि यतै एना र बोजू त सो हाम्रो फर्स्ट इन्ट्रान्समा यस्तो देख्न सक्नुहुन्छ यहाँ पुरै रोजै रोज यो चाहिँ रोजको सिजन भएको भएर चाहिँ यस्तो बबाल चाहिँ देख्न सक्नुहुन्छ त्यहाँनिर कति मजाले मिलाएर राखेको छ उहरू फुलबारी नै फुलबारी नानी र हाम्रो देखाउँदैछ यता नानी यता वेलकम टु मेरो भिडियोमा स्वागत छ यिनीहरूलाई है बाजे नातिनीलाई मात्रै छोडेर हाँस्दैछ नाचेको देखेर को यहाँ ऊ हुँदैछ बबाल दामी सुपर भ्यू कस्तो फिल भइरहेको आज आकाश नै राम्रो छ
चाहिँ पिङ्क विस्टेरिया रहेछ है। अब यो पनि उहाँ हुन्छ है गाइस। अब फोटोमा हेरेर यस्तो रहेछ नि त, हामी लेट भएछ नि त, 4:15 देखि 5:15 भित्रमा रहेछ। लाली गुराँस देख्न सक्नुहुन्छ तपाईँले। ठाउँ ठाउँमा यहाँनिर आइसक्रिम खाने ठाउँ छ। सो अलिकति हामी चाहिँ अफ सिजन पऱ्यो है सोल्डी, हामी चाहिँ थोरै अफ सिजन परेको भएर थियो। 2-3 हप्ता लेट भएछ। त्यही पनि रिफ्रेसिङ छ ठाउँ होइन। यता हेर न कस्तो दामी क्या यो। ल बस्ने यहाँ दुईजना गुलाब फुलमा उता अगाडिपट्टिबाट गयो। आउनु भयो अब यहाँ रहेछ क्या यो विस्टेरिया सब। कस्तो भयो हेर यस्तो भयो। सो अब हामी यहाँ दुईजनाको फोटो खिच्न गइरहेको छौँ। यहाँ जानु दामी रहेछ। के गर्नु यो बबाल फुल थियो विस्टेरिया, तर आउनु मलाई ठाउँ तर सपरिवार हान्ने होइन, सपरिवार हान्ने भनेको बुढाबुढी थाकेर बसियो। सपरिवार हान्ने चाहिँ त्यहाँ घर बस्नु के चाहिँ देखेको जस्तो पनि आइसक्यो। निस्किहाल्ने हो र एकछिन टोट गएर आउनु यहाँ निक्ल हामी हेर्दै गर्छौँ। उल्टे बाजेलाई यहाँ गएर निदाउने बनाइदिन्छ यार। औँलाले छेलिरहेको भन्ने भन्छ नि। सो अब हामी चाहिँ हाम्रो लगभग 1.5 घन्टा जति हामी यहाँ घुमेछ। 5:30 बजी छिरेको 7 बज्यो। अब यहाँ हाम्रो एक्जिट हुँदैछ मान्छे अहिले त। सो निस्केपछि यो बाहिरपट्टि चाहिँ यस्तो दामी ठुलो यहाँ चाहिँ फ्लावरहरूको ठाउँ रहेछ। सो अब यो लाने भनेको हामीले यसलाई बचाउनै सक्दैन। खोर्सानी लगेको बुवा अस्ति मऱ्यो है। So minnasan kara ano arigatou gozaimashita. Shashin totte itadaite. सोल्डीले खावै ओने च्यानहरुलाई फोटो पनि खिच्न लाए हैन नि भनेको राम्रो हैन जस्तै माता नै भनेको राम्रो हैन हैन नि सो गाइस 2 घण्टा भयो ठ्याक्कै अहिले हामी 10 बजे आइपुग्यो 9:45 9:30 बजे हामी सोल्डीलाई बाइ बाइ गर्यौं सोल्डीलाई घर पुर्याएर अहिले हामी आइपुग्यौं सबैलाई ड्रप गरेर अब म चाहिँ गाडी पार्क गर्न जाँदै छु ओभरअल भन्नुपर्दा अलिकति डिसअपोइन्टमेन्ट भनौं न हैन त्यो मेन हेर्नु गएको फुल चाहिँ अहिले नफुल्ने रहेछ अहिले त्यो रोजको सिजन रहेछ हैन तर ठीक छ अब एउटा रिफ्रेशमेन्ट हो हैन अब नराम्रो हैन एकदम राम्रो लाग्यो मलाई चाहिँ तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला हैन है त ल यति भन्दै म फेरि अब नेक्स्ट भ्लग लिएर आउने छु है त थ्यांक यू सो मच गाइज ल बाइ